Hi everybody, आज चाहिँ we are going to बेथान्चोक गाउँपालिका दुङखर्क for a field visit because we are going to have a medical camp for 2 दिन in जेठको 29 and 30 Friday and Saturday, and there he comes हाम्रो आयुष आउनुभयो from बनेपा। त्यसपछि हामी गयौँ straight to the barrack because we had a small meeting out there। मिटिङ सकाएपछि चाहिँ हामी ब्यारेकको पछाडिपट्टि रहेको गार्डनमा चाहिँ गयौँ, जहाँ चाहिँ हाम्रो प्लान्टेसन भएको थियो एनुअल डेको अवसरमा। अल नेपाल सबै ब्यारेकमा चाहिँ गर्नुपर्ने थियो। सो यो चाहिँ काभ्रेको ब्यारेक हो, एनसीसी अलुमनी एसोसिएसन नेपालको प्लान्ट, अनि द प्लान्ट लुक्स ग्रेट। त्यसपछि हामी निस्क्यौँ एन्ड बाटोमा यो लास्ट इयरको बाढी पहिरोले ग्रस्त पारेको ठाउँहरू देख्दाखेरि चाहिँ मन खिन्न भइरहेको थियो। तर ह्याभिङ सेड द्याट अलिकति अगाडि पुग्दाखेरि बिचबिचमा राम्रो बाटो आउँदाखेरि र राइट एन्ड ट्र्याक आउँदै गरेको देख्दाखेरि विकास भइरहेको छ है बिस्तारै भए पनि भन्ने देख्दाखेरि चाहिँ एकदमै खुसी पनि लागेको थियो। अनि द वेदर वाज अति वेलकमिङ टु अस। आजको हाम्रो मेन मोटिभ इज टु एनालाइज बाटो कस्तो छ अनि साँच्चै नै हेल्थ रिलेटेड सर्भिसेसहरू पाउन गाह्रो छ कि छैन भन्ने थियो। किनभने चाहिँ हामीले चाहिँ सकेसम्म सिटी एरियामा नगर्ने, बिकज सिटी एरियामा चाहिँ इजी एक्सेस टु हेल्थ सर्भिसेस हुन्छ, तर अलिकति भ्यालीभन्दा लाइक 20-40 किलोमिटर्स मात्र बाहिर गयो भने पनि त्यहाँको मान्छेहरूलाई चाहिँ कति गाह्रो भइरहेको हुनसक्छ भनेर चाहिँ हामीले खासमा यो ठाउँ चुज गरेको थियौँ। अनि बाटो चाहिँ बिचबिचमा अति डेन्जर पनि थियो होइन, यो चाहिँ केही पनि होइन भिडियोमा देखेको, बिकज हाम्रो पछाडि बस्ने मान्छे नै लड्छ भनेर चाहिँ फोटो भिडियो खिच्नु भएको थिएन। त्यही भएर चाहिँ बाटोमा बिचबिचमा चाहिँ मलाई स्कुटर चलाउन सक्दैन भन्ने चाहिँ फिल भइरहेको थियो, तर आई डिड इट। अनि त्यसपछि हामी पुग्यौँ गाउँपालिका अफिस, त्यहाँ हाम्रो सानो मिटिङ भयो अनि देन वी हेडेड टु आवर डेस्टिनेसन, जुन चाहिँ हाम्रो प्रोग्रामको भेन्यू थियो स्कुल श्री कृष्ण गोपाल माध्यमिक विद्यालय। बिचबिचको बाटो जाँदाखेरिको जर्नीमा देखेको बाटो भन्दा यो बाटो त अब स्वर्ग नै हो होइन, हेभन इज मिथ नेपाल इज रियल भने जस्तै। दिस प्लेस हेज यति धेरै टुरिज्मवाला त्यो के अट्र्याक्सन के कस्तो मन पऱ्यो थियो मलाई। अनि यो येल्लो कलरको बिल्डिङ चाहिँ स्कुल, त्यसपछि यो चाहिँ मेन रोड भइहाल्यो। अनि त्यहाँ मेन रोडदेखि अलिकति भित्र रहेछ, सो मेन रोडदेखि राइट एन्ड लेफ्ट जानुभयो भने चाहिँ हजुरहरू स्कुल पुग्नुहुन्छ। त्यहाँ चाहिँ कन्स्ट्रक्सन पनि भइरहेछ, घरहरू बनिरहेको भएर पनि त्यो बाटोमा चाहिँ हामीले स्कुटर लगेन। सो यो स्कुलमा चाहिँ हामीले गएर हेर्नुपर्ने भनेको चाहिँ अगाडिको ग्राउन्ड एरिया कति छ अनि टेन्टहरू राख्नुपर्छ कि पर्दैन भन्ने थियो। तर यो स्कुलको चाहिँ सबै क्लासहरूमा चाहिँ 2टा ढोका रहेछ, जुनदेखि चाहिँ इन्ट्री पनि गर्नु मिल्यो, अर्कोदेखि एक्जिट गर्नु मिल्यो। द्याट्स वाइ हामीले टेन्टहरू पनि नराख्ने प्लान गऱ्यौँ। अनि जतिजना पनि भलन्टियर्सहरू जानुभएको छ उहाँहरू पनि यहीँ नै बस्नुहुन्छ भनेर चाहिँ हामीले फाइनलाइज गऱ्यौँ। अनि देयर वर फ्यु थिङ्स वी फाइनलाइज। अनि यो चाहिँ खोला हो, अनि जस्ट इन केस बाटोमा हामी उता गइसकेपछि पानी पऱ्यो भने चाहिँ खोला बढ्यो भने चाहिँ तर्न गाह्रो हुँदो रहेछ। फर्किँदाखेरि चाहिँ को क्लिप्स हो यो। सो द्याट्स इट, थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।